नमस्कार, सबैजनालाई स्वागत छ। आज चाहिँ मैले तपाईँलाई चाहिँ कोशी 4औं तहको म्याथ र सङ्घीय खर्दाहरूको परीक्षा आइरहेको छ। त्यसको लागि म्याथको लागि केही हेल्प होस् भनेर एक दुईवटा के अरे इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ सल्भ गरेर तपाईँहरूलाई भिडियो मार्फत बुझाउने जमर्को गरेको छु, कोसिस गरेको छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। अब क्वेसन चाहिँ यो रहेको छ। कुनै मूलधन साधारण ब्याज दरले 6 वर्षमा आफै दोब्बर हुन्छ भने सोही ब्याज दरमा कति वर्षमा उक्त रकम 5 गुणा हुन्छ भनेको छ। यो एकदमै इम्पोर्टेन्ट क्वेसन छ। यहाँ चाहिँ के भनेको छ, दुईवटा शर्त छन्। सुरुको शर्तमा चाहिँ कुनै मूलधन साधारण ब्याज दरले 6 वर्षमा आफै दोब्बर हुन्छ अरे, फेरि भने सोही ब्याज दर, त्यहाँनिर ब्याज दर कति पर्सेन्ट ब्याज दर भयो, त्यहाँ ब्याज दर निकालेर यहाँ चाहिँ सोही ब्याज दरमा कति वर्षमा उक्त रकम 5 गुणा हुन्छ भनेको छ। 5 गुणा हुन्छ भनेपछि अब यहाँ हामी पहिलो शर्त अनुसार समाधान पहिलो शर्त अनुसार चाहिँ हामीले मूलधन दिएको छैन, त्यस कारणले मूलधनलाई हामी के गर्छौँ, यक्स मान्छौँ। मूलधन p इक्वल टु एक्स मानौँ। ल, p इक्वल टु एक्स मानिसकेपछि समय भनेको पनि दिएको छ हामीले। समय t इक्वल टु 6 वर्ष छ। त्यस पछाडि अरू त हामीले दिएको छैन, तर के भनेको छ भन्दाखेरि मूलधन चाहिँ साधारण ब्याजले आफै दोब्बर हुन्छ भनेपछि मिश्रधन दिएको छ भनौँ। मिश्रधन चाहिँ के हुन्छ त, यसको दोब्बर भनेको कति, 2x हुन्छ। अब हामीलाई मूलधन पनि थाहा छ, मिश्रधन पनि छ भनेपछि हामी ब्याज निकाल्न सक्छौँ। ब्याज भनेको i इक्वल टु a माइनस p हो। यो a भनेको 2x छ, p भनेको x छ भनेपछि कति भयो, x भयो। अब यति भइसकेपछि हामी आर निकाल्न सक्छौँ। हामीलाई चाहिने सुरुमा आर चाहिन्छ, किनभने आर सुई यो ब्याज दरमा यसको निकाल्नु पर्ने छ। त्यस कारणले अब ब्याज दर आर इक्वल टु वाट लेखेर, आर इक्वल टु वाट लेख्ने, सूत्र अनुसार आर इक्वल टु आई इन्टु 100/pt। यति छ। यसलाई मैले यहाँ लेखेँ, आर आई भनेको एक्स इन्टु 100/p भनेको कति छ, p भनेको एक्स छ र t भनेको कति छ, 6 वर्ष छ। त्यस कारणले एक्स एक्स क्यान्सल भयो। यो भनेको 50/2ले काट्दाखेरि 3 भयो, यो 50 भयो। 50 का भने 3% ब्याज दर, 50 का भने 3% ब्याज दर। अब सोही ब्याज दरले भनेको छ, यही ब्याज दरले चाहिँ कति वर्षमा चाहिँ उक्त रकम 5 गुणा हुन्छ भनेको छ। त्यसैले फेरि दोस्रो शर्त अनुसार, अब दोस्रो शर्त अनुसार अथवा अवस्थामा लेख्दा नि हुन्छ, अनुसार हामीले सुरुमै थाहा छ आर, यहाँ चाहिँ मैले आर मात्रै लेखेँ। 50 का भने 3% छ आर। पी त हामीले सुरुमा जे थियो त्यही हुन्छ, यक्सै छ, किनभने यहाँ यक्सै छ, एउटै हो मूलधन त। अब ए चाहिँ 5 गुणा हुन्छ भने चाहिँ 5x हुने भयो, र आई भनेको चाहिँ फेरि अहिले जस्तै ए माइनस पी नै हो। यो भनेको 5x माइनस एक्स भनेको 4x, आई भनेको 4x आयो। फेरि अब 5 गुणा हुन्छ भनेको चाहिँ हामीलाई पी पनि थाहा भयो, टी पनि टी इक्वल टु चाहिँ वाट हो, कति वर्षमा भनेको छ, टी इक्वल टु वाट हो। हामीलाई के थाहा छ, आई पनि थाहा भयो, पी पनि थाहा भयो, आर पनि थाहा भयो भनेपछि अब हामी सूत्र छ, सूत्रबाट अनुसार निकाल्छौँ। सूत्र छ, फेरि सूत्र अनुसार भनेर लेख्छौँ। सूत्र अनुसार p इक्वल टु आई इन्टु 100 का मुनि पिआर हुन्छ। यो भनेको आई भनेको कति छ त, 4x है, 4x आई निक्लेको छ, इन्टु 100 का मुनि p भनेको कति छ त, x छ। अनि आर कति निकाल्नु भयो तपाईँले भन्दाखेरि 50 का मुनि 3 निकाल्नु भएको छ हो। अब यहाँ एक्स एक्स क्यान्सल गर्न पाइयो। अब यो माथि गुणन भएर जान्छ, त्यसै 4 इन्टु 100 इन्टु 3 का मुनि 50 भयो। यो 50 दुईचोटि गयो, यो 4 इन्टु 2 इन्टु 3 भयो। यो भने 4 दुना 8, 8 थियो 24 आयो। त्यसकारण उक्त
उक्त मूलधन 50 का मुनि 3% ब्याज दरले 5 गुणा हुन 24 वर्ष लाग्ने रहेछ। ल यसरी लेख्न सकिन्छ है त। अब यहाँनिर भनेकै छ हामीले प्रायः जस्तो क्वेसनहरूले दुईवटा सर्त दिन्छ नि, कि साधारण खासै दिँदैन, तर यो एकदम इम्पोर्टेन्ट क्वेसन भएकाले तपाईँलाई मैले गरेर राखेको छु। हस्, धन्यवाद। फेरि अर्को आउँछ, हेर्दै गर्नु होला।